हेलो दर्शन नमस्ते सम्पूर्ण साथीहरू। म चाहिँ एउटा मिनी भ्लग बनाउँदैछु, हेरेर साथ दिनु होला है त। सबैजना आरामै निकै हुनुहुन्छ होला। म चाहिँ टुर जानको लागि निस्किँदैछु है त रुमदेखि। दर्शन नमस्ते सबैजनालाई, वेलकम ब्याक टु माई युट्युब च्यानल। यो चाहिँ मेरो फर्स्ट भ्लग भिडियो हो। आज चाहिँ हामी दक्षिण कोरियाको छुङछम नाम्दोको सापसिदो भन्ने सामुद्रिक टापुमा चाहिँ हामी आइसल्यान्डतिर घुम्न जाँदैछौँ। सबैजनाहरूले हेरिदिनु होला के कस्तो हुन्छ त्यहाँको इन्भाइरोमेन्ट। मैले सबै कुराहरू तपाईँलाई प्रत्यक्ष भिडियोमा चाहिँ देखाउन चाहन्छु। हामी चाहिँ कम्पनीका स्टाफहरू सबै मिलेर चाहिँ पिकनिक कार्यक्रममा जाँदैछौँ त। हाम्रो साथीहरू त हामी चाहिँ यो म बस्ने खिसुक्सा हो। यो चाहिँ खिसुक्सा, यो चाहिँ हाम्रो कम्पनी एरिया भयो। कम्पनी चाहिँ त्यता तल्लो एरिया खिसुक्सा चाहिँ एकदम रेडी अवस्था छ जानको लागि है त। ल सबैजना साथीहरू एकदम यो त निकै ठुलो छ त साथीहरू है त। ल सानो त छैन। त हाम्रो साथीहरू अरू साथीहरू पनि यता आउँदै हुनुहुन्छ है त। ल सट्ट ल आउनु है दाइ। ल आज हामी कतातिर हो जानु लागेको? यस्तो राम्रो चडक्क परेर जानु लागिरहनु भएको छ है। ल एउटा हातमा मोबाइल छ, हात चाहिँ देब्रे पर्यो। ठिक छ है। ल जम्मा भइरहेको अवस्था छ है त। सबै साथीहरू जम्मा हुँदैछ है। ल सब साथीहरू। ल हाम्रो सृजन भाइ के छ हालखबर? सृजन भाइ ल टक्क ठिक छ नि। सबलाई यहाँ देखाउनु पर्यो। ल यता हेर्नु। ल हाम्रो नारायण दाई, हाम्रो आयुष भाइ, सबैजना सबलाई देखाउनु पर्यो नि। ल आउनु दाइ। दाइ नदेखेर कहाँ लाज नमान्नु नि दाइले। झुलुको देखाउने हो क्या, धेरै देखाउने होइन। ल सबै साथीहरूलाई आऊ यहाँ सबलाई देखाउनु पर्यो नि भिडियोमा। ल भाइ दाइ ठिक छ दाइ? ल सबैजना हाम्रो दाइ हुनुहुन्छ है, गाडी दाइ। ल यता बहादुर भाइ यता हेर। ल टाप्नुहोस्। ल सब ठिक छ ठिक छ। हाम्रो यो आज मिनी भ्लगमा जान्छ है यो चाहिँ। ल कालो चस्मा पनि लगाउनु एकचोटि। ल कालो चस्मा है त। ल एकदम दामी बुलेट 21 तोपको सलाम जस्तो हानी जस्तो भएको है। ल सबै साथीहरू है। ल जति पनि साथीहरू हुन्छ आज हामी चाहिँ टुर जाँदैछौँ त। यो छुङछम नाम्दोको आइसल्यान्ड टापुमा जाँदैछौँ सबै साथीहरू। हाम्रो कम्पनीको ग्रुप हो यो चाहिँ। हाम्रो सबै नेपाली साथीहरू छ। हामी 35जना नेपाली साथीहरू छ, आइसकेको छ। प्रत्यक्ष चाहिँ हाम्रो भ्युजहरू चाहिँ देखाउँछ है त, ठाउँ कुन कुन ठाउँमा पुग्ने छौँ। हाम्रो चाहिँ सुरु भयो। ल ओली भाइ हेर त, तिम्रो चस्मा अलिकति एक्स्ट्रा देखियो है, यहाँ बेग्लै देखियो। ल यता हेर हेर। ल हाम्रो सुरज भाइ ल टक्क हो। यस्ता राम्रो राम्रो केटाहरूलाई देखाएपछि पो अनि त्यहाँ ल हाम्रो दाजु है। ल दाइ एकदम स्पेसल हाम्रो जम्बो ग्रुप यहाँ छुटेछ नि यहाँ। ल सबैजना नमस्कार है। ल साथीहरू ठिक छ नि? आरामै? ल ल ल सबैजनालाई है त। ल हाम्रो यहाँ भाइ देखेन नि यार। ल भाइ यता हेर छुट्यो। ल हाम्रो भाइ है। ल स्पेसल हाम्रो भाइ। त्यो हाम्रो दाइ पनि देखिन नि। ल ल टक्क हाम्रो साथीहरू हुन्छ है। ल यता सबैजना। ल पानी परेर एकदम मौसम चाहिँ एकदम खराब भइरहेको छ। हामी घुम्न निस्किनलाई रेडी भइसकेका छौँ सबै। हाम्रो कम्पनीको साथीहरू, कोरियन नेपालीहरू सबै। सबैजना यता हेर्नु है। Bisa tuh. 안녕하세요 이모님. 네. 네. ल सबै साथीहरूलाई हाम्रो चाहिँ गाडीहरू आइसकेको छ है त। ल 안녕하세요 이모님. 안녕하세요. 안녕. 엄마가 수정.
안녕하세요 이모님. ब्याग यहीँ मुनि हाल्ने ल यो चाहिँ हाम्रो कम्पनी है साथीहरू यो कम्पनी हाम्रो दुईवटा कम्पनी हो र फोटो 안녕하세요 이모님 हाम्रो गाडी देखाउँछ भ्लगमा ल यो सब हाम्रो कम्पनी स्टाफहरू जति पनि छ अब हाम्रो यहाँको जनवरी यात्रा सुरु हुन्छ है त बा 안녕하세요 이모님 안녕하세요 हाँग्दै दाइ देखिनु ल हेलो हाम्रो मिस्टर प्रोको भ्लगमा वेलकम छ सबैलाई। हाम्रो यहाँ सुरु भयो अब यात्रा अब हाम्रो यात्रा ल के हुन्छ म टक्क अब यो पछि न्युजमा पनि देखिरहन्छ त अब एक तर मौसमले अलि साथ दिइरहेको छैन है ग्रुपमा हानौँ न एउटा 안녕하세요 हाम्रो चाहिँ सुरु भइसकेको छ है तर गाडीमा आएर बसिसकेको छ आइडी कार्ड अहिले पछि बोलेर हाल्छु कि फुलपाल भइसक्यो प्रस्थान भइसकेको छ है हामी चाहिँ गन्तव्य स्थानतिर ल्याइसकेको छ पानी परेर मौसम अलि आज खराब छ त्यो कारणले हामी चाहिँ अब खाजा खाँदै मजाले जाँदैछौँ है त ल भ्लग बनाउँ हिँड्दैछौँ है त ल यात्रा सुरु भयो साथीहरू ल ह्याप्पी दसैँ होइन ह्याप्पी बिदा है ल ह्याप्पी हाम्रो चाहिँ खाजा सुरु भइसकेको छ है त ल राख्नुपर्छ मजा आउँछ राम्रो त्यस्तो पाएर हाल्नु पनि बहुत उ छ नि त सब ठिक के है राम्रो देखियो है डान्स अलि मजाको गर्नु त ल भीगी बातों में ए मीठी मीठी रातों में ऐसा लगता मुझे मकई बारी गरम गरम मकई बारी